मर्चा गुडे हो हैन यो मर्चा केबाट बन्छ यो मर्चा मर्चा पिठो जडीबुटी हाल्ने तेल हाल्ने कोदो पिठो जडीबुटी बिहान सानो दुखेको त यसले त यतिकै ठिक हुन्छ यो गाउँको अर्गानिक हो हिमालको हावापानीमा बनेको ननासुलुको फेरि हिमाली जडीबुटीबाट बनेको के यो एक नाग्लो यो पिठो त अब 10 माथि कोदोलाई हो फेरि मर्चा पारेर ए 10 माथि कोदोला हुन्छ यसले यतिको जम्मा 10 माथि अर्गानिक हो यो है यतिको जम्मा 10 माथि कडा मर्चा नि त रोसी त यो 12-15 दिनमा यो रोसी तयार हुन्छ यो गर्मीमा त 7-8 दिनमा हुन्छ गर्मीमा त खानेले त यतिकै नै खान्छन् होला है ए यस्तो हो कि यो गर्मी महिनाको हप्ता 10 दिनै डल्लो लिने हैन त्यसलाई हामी जाली जालीले जालीमा चालेर फेरि हैन यो पार्टीको हाल्दैन पिठो बनाउनु पर्छ मतलब गराउन भने गाह्रो हुन्छ नि यो तपाईँको त्यो कोदोमा कोदो गल्दै जान्छ त्यसको पनि बाफो हुन्छ नि त कोदोमा नि पाकेको कोदोमा साँधेर राख्ने कोदोमा कोदो त बोइल गर्नु कोदो पकाइसक्यो पाकिसक्यो अब त्यसलाई कोदो धुत्यो भने अनि यो छर्दै त्यो त चैल हुन्छ नि त पाकेपछि कोदोको अनि त्यसलाई धुत्यो भने अनि यो छर्दै धुत्याउने छर्दै गर्ने अनि पोको बनाएर राख्ने छोपेर अनि भोलि त्यो गिलो हुँदै जान्छ बाख्ना आउँछ गुलियो फेरि अहिले त म सबै अनि त्यसलाई ड्रममा हाल्ने है त्यो ड्रममा हालेपछि चाहिँ हावा छिर्न भएन त्यो ड्रम प्याक गरेर राख्ने अनि जाँचो दिन रेडी ठिक 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 ल यो एकदम अर्ग्यानिक रक्सी बन्दैछ है यो ल अब यो भनेपछि अब यो बान चाहिँ कहिलेसम्म रेडी हुन्छ दाइ कति दिनपछि यो मर्चाको रोसी खान पाएँ रेडी हुन्छ 10-12 दिन तयार हुन्छ ए यो मर्चाको रक्सी 10-12 दिनमा तयार हुन्छ ए ल